everyone, welcome to my YouTube channel. आज पनि हामी नयाँ गेमको साथ के भन्छ हजुरको सामु उपस्थित भएका छौँ। हाम्रो गेम के रहेछ भने आज चाहिँ 1 2 3 को गर्दा छोरीले जसलाई हेर्छिन् उसले चाहिँ खाने हो है। अब हेरौँ कति बेरसम्म मान्छन् छोरी। अब मानेन भने फेरि नयाँ गेम सुरु हुन्छ है हाम्रो। हामीसँग चाहिँ आज पानीपुरी के टुपियम चटपटे अनि यो चाहिँ के लियो चिकन पाङ्रा। तर यो चाहिँ हामी मिक्स गरौँ न ल मिक्स गरौँ। के गर्नु छोरीलाई पकाउनलाई यहाँ उसले भन्यो भने जस्तो गर्नु परेको छ। अब गेम स्टार्ट गरौँ है। 1 2 3 छोरी छोरी यता हेर्नु क्या पछाडि छोरी हेर्नु क्या हामी 1 2 3 अनि छोरी हेर्नु 1 2 3 छोरी छोरी Oh God! No God, please no! No! फेरि गरौँ होइन 1 2 3 गो छोरी नानी हामीलाई त छोरी खानै दिँदैन जस्तो छ। 1 2 3 छोरी यही दिन के मतलब छैन खेल्नुको रमाइलो हो नि कति समय बस्छ त नि ल 1 2 3 गो छोरी मान्दिन के मान्दिन के भयो पानीपुरी हातमा हाल्ने भने कति पिरो हुन्छ उनले छोरी के गर्नु अब मानेन के गेम खेल्नु अब ल अर्को त्यो पेपरमा 1 2 1 2 1 2 1 2 लेख 1 आयो तिमी खाने 2 आयो म हेलो अब यो गेम त हामीले गर्न पाएन छोरीले नहेर्नु भएकोले अब नयाँ गेम लिएर आएको छ हामी। अब अर्को गेम भनेको चाहिँ यसमा 1 र 2 छ है। अब त्यो नम्बरमा चुज गर्ने हो। अब रफ पेपर सिटर गर्दा चाहिँ जसले जित्छ उसले चुज गर्छ यो नम्बर। त्यही नम्बर अनुसार चाहिँ जसलाई अब मैले 1 चुज गरेँ अब मैले अब यहाँबाट लिँदा चाहिँ 1 पऱ्यो भने चाहिँ खान पायो तर पाएन है त। ल जसले तान्यो भने तिमीले तान्दाखेरि 2 आयो मैले खाएँ त्यस्तो हो कि जसको नम्बर आउँछ उसले खाने तिमीले तान्यो नि मैले तानेँ नि जसको नम्बर आयो भने जसको नम्बर आउँछ उसले खाने बुझ्यौ नि। जस्तै अब तिमीले तान्यो भने तिम्रो भागमा मेरो नम्बर आयो भने मैले नै खाएँ अनि मेरो तिम्रो आयो तिमीले खाने जसको नाम आयो पनि खाने ल तर प्रोसिजर गर्ने आँखा चाहिँ म गरेर तान्ने बेला तिमीले खाएछ भयो भयो सानो नगर अलिक पनि खाने ल सिजनको ल साथीहरू ल तिमी 1 लिने कि 2 लिने म चाहिँ 1 नै लिन्छु ल 1 लिने ल त्यसो भए आँखा चाहिँ म गरेर तान्ने ल मलाई 2 पऱ्यो भने चाहिँ उहाँले खाने हो जसले पऱ्यो नि खाने हो तिमी सिध्याउनु त पऱ्यो खानलाई के खान समस्या लाग्छ कामको ल पान तान्ने खाला 2 माय गॉड जे खाइ हुन्छ हैन के खान्छ खानु चाहियो उहाँले खानु मासु पहिला सुरु मैले मासु नै खान्छ हैन एउटा भयो हैन एक बाइट है धेरै खाने चाहिँ त्यो राख्छ सबै अब तिम्रो काम मन लाग्यो नि खान पाउनु पनि त्यस्तो त पाइँदैन 1 मा सबै एकैचोटि खानु पनि एउटा एउटा कस्तो हुन्छ चटपटी खानु सक्नु पऱ्यो नि होइन अब यतिकै टाइम हाम्रो सकिँदैछ खाजा यतिकै ओसिसक्यो सेलाइसक्यो खाजा यो चाहिँ छोरीको खाजा हो है यो चाहिँ 2 थाली मात्रै खाने 2 थाली मात्र मही पनि छ ल म तानौँ हेर न आफ्नो आफ्नो हेर्नु 2 1 तिमी खानु पायो 1 म पनि गरेँ टोपियम नै खान्छु यो चाहिँ यहीँ राख्नु फेरि नराख्नु दे के हुँदैन त्यहाँ खाने खाऊ पानीपुरी खानु हाल्नु छोरो नगर त्यहाँ नगर बाहिर यता आऊ पछाडि आऊ यता यहाँ 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 बाबा के दिन्छु सरी यहाँ बाबा त्यहाँ दिन्छ आउँछ यहाँ आउनुहोस् न पछाडि आउनुहोस् न मेरो कान्छी आउनुहोस् त्यो हल्लाउ न ल्याउँछ पिरो भयो त्यो मुखमा घाएको भएर
नहुनु त्यसबाट हामीलाई सानो निस्किनु चाहिँ डाल्ने हाल्यो अनि ल ल ल फेरि तान नि त नि पिरो हो उसकै पऱ्यो फेरि मैले खानु पाउने हो नि त म हिजोको अस्ति जस्तो कम्प्लिमेन्ट दियो उसलाई जान खायो उहाँ यो तिनवटा मात्रै लाग्दो हुन्छ यो कुरा खबर दियो त्यहाँ भएन यो एक छवि त भयो यो होइन क्या गाई गयो हाल हाल यहाँ बस्यो मेरो पालो मेरै तान्दै खाने होला के पऱ्यो 1 2 1 2 1 उहाँ नै पऱ्यो फेरि खाऊ पानी ए पानी पनि अनि आउँदैन त्यो बन्द गरेर राख्नु भएको नि यो पनि यहाँ क्या छोरी यता आउँछ त्यता हुँदैन यता छुयो त्यो बल नभए त एक दुईवटा मात्रै हाल्यो भने थाहा हुन्छ फेरि दुईवटा आउँछ त्यसमा सानो मैले खानु मन लागिसक्यो भोक लागिसक्यो मेरो भात है चाहिँ छुरीमा यही खाने हो कस्तो चम्चै सानो भइसक्यो काँटा है न मासु भन्ने कुरा बर्ड फ्लू आएको भन्छ त के गर्नु मासु बिना भातै रुच्दैन हामीलाई खान्छ भन्दैन के हो यस्तो तिमीले त्यहाँबाट टिप्दै खाइरहेको छ क्या मासु ल नानी के हो पाङबाट त सबै छानी छानी खाइसकेको हो त्यो चाहिँ मुखमा राख्नु पाइँदैन त्यो चाहिँ अब झेली भयो त्यो दुई बाटी भयो नि त मेरो झरे पनि खान्छु नि म झेली मेरो दुई बाटी भयो मान्छे देवी के गर्नुभएको छ त्यो कहाँ त साँच्चै ठुलो ल्याउनु पर्नेछ आफैले गाह्रो भयो त चम्चा हालेर खानु पिलाउँदै गयो
अब 3 बाइट खानु पर्यो भएन 2 बाइटले जे खायो यो 2 चोटि खाइ भइहाल्यो नि चौथो 2 चोटि खायो भयो चम्चा सानो भयो क्या स्वादै आएन खाएको कम खानु त स्वाद आउँछ अर्को 1 बाइट पनि खाऊ तिम्रै पाल्दैछु 3 बाइट तिम्रै पाल्नु तान्ने पालो न भने अझै उसले लिइसकेको थियो फेरि वान त्यो खानु चाहिँ मेरो भालो टिप्नु पर्यो 1 हौ 3 चोटि भइहाल्यो तिम्रो कन्टिन्यू खाना फेरि अमन हुँदो रहेछ है 2 चोटि 3 चोटि पऱ्यो भने फेरि अलि हाले चटपटी नहाल्नु पर्ने थियो क्या धेरै भयो निकाल अब 2 आउँछ भने होइन तँ आयो भने ल कति हो उनीहरूले पिराउँछ आउँछ मलाई त्यस्तो लाग्छ चटपटी अमिल धेरै भयो आज आफ्नै पसल छ नि त हाम्रो पानी बुढे चटपटी त्यही भएर 50 पनि यति धेरै दिनुभएको छ हाम्रो आमाले चटपटी साइड लगाएर हुन्छ यस्तै खानु मलाई नेपाल बेबी 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 के खाने हो हामीलाई 2 प्याकेट तुग्रामले पनि अगाउनै भएछ चौथो त्यति मिठो लाग्दैन क्या त्यही भएर हुन्छ हालेर त्यो हालेर पुक गर्यो हातले गर्यो त्यसो गर्यो नि है बाई हेर्नु नमस्ते नि गर्यो फेरि एउटा ताना त्यहाँबाट एउटा निकालेर छोड एउटा देऊ बाबालाई देऊ कुन दिन एउटा देऊ दिने ल ल फेरि उहाँ नै आयो ल छोरीमा वाउ ल बेबी ram sham sham ram sham sham guli 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 ram sham sham ram sham sham ram sham sham guli 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 ram sham sham arabi नौटङ्की मेछ arabi guli 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 ram sham sham little more faster ram sham sham guli 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 ram sham sham तिमी भालो मेरो छोरी तान्दै भर्खर खानेकुरोमा अब यही चाउचाउरै खानु गर्ने चाहिँ हुने नि होइन मन पऱ्यो पनि नपऱ्यो यसमा मासु एक प्याकेट पिरो हाल्छ कति पिरो आयो अमिन भेर्सनी खाइदियो नि चटपटी हामीले खान सकेनौँ किनभने अमिन धेरै धेरै भयो अमिलो पनि धेरै रहेछ
फेरि यो भिडियो हेरेर हाम्रो आमाले यिनीहरूले कम्प्लेन गर्यो भन्नु होला मिठो छ है हाम्रो आमा हामीलाई अमन हुँदै आएर भएर नमिठो लागेको यति पनि खान्छ किन हामीले के गर्नु अब सकिदिनुहोस् ल यति बाँकी थियो अब यति चाहिँ सकिएन होइन तर हामीले खान सकेन आजलाई यस्तै भइहाल्यो आज अलिकति खाना पनि ढिलो खाएर हो क्या कस्तो लाग्यो हाम्रो गेम कमेन्ट गरिदिनु होला होइन लाइक सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला मेरो न्यू च्यानल हो अब हामी अर्को शनिबार मात्र आउँछौँ अफिस गएर अब डेली ल्याउन भ्याउँदैन कमाउन जानु परिहाल्यो खानालाई यति खानालाई चाहिँ कसैले फ्रीमा दिँदैन होइन त्यही भएर अब नेक्स्ट स्याटरडे म त पुग्यो यो के भन्दा धेरै बताऊ Okay, bye-bye. See you next Saturday. Thank you for watching my video. No.